बुद्ध भन्नुहुन्छ जीवनमा दुःख निश्चित छ। मानिसको शरीरमा दुई प्रकारको तीर आउँछ। एउटाले शरीरमा चोट पुर्याउँछ, अर्कोले हृदयमा चोट पुर्याउँछ। शरीरको चोट त हामी इन्कार गर्न सक्दैनौँ, तर हृदयको चोट अस्वीकार गर्न सक्छौँ। जसले हृदयको चोट अस्वीकार गर्न सिक्दछ उसले जीवनभर सुख प्राप्त गर्दछ। सुख प्राप्त गर्ने हो भने हामीले जे प्राप्त गरेको छौँ त्यसमा सन्तुष्ट हुन सिक्नुपर्छ। जे प्राप्त छ त्यो पर्याप्त छ। सुख प्राप्त गर्ने हो भने हामीले आफ्नो जीवनलाई लक्ष्यमा जोड्नुपर्छ, मानिस र वस्तुमा होइन। मानिस र वस्तुको मोह छिट्टै भङ्ग हुन्छ। सुख प्राप्त गर्ने हो भने मानिसले अरूको आशा र भरोसा त्याग्नुपर्छ। आशाले लोभ बढाउँछ, भरोसाले डर बढाउँछ। दुवैले दुःख दिन सक्छ। सुख प्राप्ति गर्ने हो भने ईर्ष्या, द्वेष, घृणा, जलन, रिस हामीले त्याग्न सक्नुपर्छ। यी सबैले अरूलाई जलाउनु भन्दा पहिला आफैलाई जलाउँछ।